आजको ओलाथुओ साथै कलन फिल्मको कथा सुरु हुन्छ एक यस्तो पुलिस अफिसरबाट जसलाई बाहिरबाट हेर्दा तपाईँ हिरो भन्न सक्नुहुन्छ, तर भित्रभित्रै ऊ आफैसँग हारिरहेको मान्छे हो। उसको नाम हो सीआई बिजु मेनन अर्थात् एन्टोनी जेभियर। एन्टोनी एकदम कडा, डिसिप्लिन्ड र आफ्नो काममा पर्फेक्ट हुन्छ, तर उसमा एउटा ठूलो समस्या छ, उसको एटिट्युड। ऊ यति कडा बोल्छ कि मान्छेहरू उसको अगाडि उभिनै डराउँछन्। पुलिस विभागभित्र पनि धेरैले उसलाई मन पराउँदैनन्, किनकि ऊ नियमभन्दा बढी आफ्नो इगोमा विश्वास गर्छ। एन्टोनी र उनको छोरा पालै पालो एक थेरापिस्टको अगाडि बसिरहेको हुन्छ। यहाँ हामी उसलाई पुलिस होइन, एक बुवाको रूपमा देख्छौँ। एक यस्तो बुवा जसको आफ्नो छोरासँग सम्बन्ध राम्रो छैन। उसको छोरा उसँग टाढा बस्न खोज्छ, उसँग रिसाउँछ, तर एन्टोनी यो कुरा बाहिर देखाउँदैन, तर भित्रभित्रै टुटिरहेको हुन्छ। बाहिर बोली र व्यवहारमा कडा, तर भित्र कमजोर अनि धेरै कुरामा कन्फ्युज्ड। एक दिन एउटा घटनाले सबै कुरा बदल्छ। पुलिस स्टेसनमा एक युवती र उनकी आमा आउँछन्। उनीहरू यौन उत्पीडनको एक गम्भीर आरोप लिएर आएका हुन्छन्। यो सामान्य केस हुँदैन, किनकि यसमा जोडिएकी हुन्छन् एक कानुनको विद्यार्थी तथा एक्टिभिस्ट आइडिन स्यामुएल। उनी एकदमै स्ट्रङ, फियरलेस युवती हुन्छन्। उनी अन्याय देखेपछि चुप लाग्ने मान्छे हुँदिनन्। तर यहाँ एन्टोनीको असली रूप बाहिर आउँछ। ऊ यौन उत्पीडनको केस दर्ता गर्नै चाहँदैन, तर कुरा यतिमै रोकिँदैन। ऊ पीडितमाथि नै प्रश्न उठाउन थाल्छ। उसको नियत ठिक नभएको भनी आरोप लगाउन थाल्छ। प्रहरी कार्यालयबाट निस्कन साथ ती पीडित युवतीले आत्महत्या गर्दछिन्। यस घटना पश्चात आइरिन चुप बस्दिनन्। त्यहीबाट सुरु हुन्छ एक खतरनाक कन्फ्लिक्ट। आइरिनले एन्टोनीको विरुद्धमा अदालतमा मुद्दा दर्ता गर्छिन्। अब कथा सिधा थ्रिलरमा बदलिन्छ। एकातिर हुन्छ पावर, पोजिसन र इगोले भरिएको एन्टोनी, अर्कोतिर ट्रुथ र जस्टिसको लागि उभिएकी आइरिन स्यामुएल। एन्टोनी आफ्नो पावर प्रयोग गरेर केसलाई दबाउन खोज्छ, म्यानिपुलेट गर्न खोज्छ, तर आइरिन हार मान्ने मान्छे होइनन्। आइरिन जब घरमा आमा बुवा भेटेर आफू बसेको सहरमा कारमा फर्किन्छन्, आफ्नो कोठामा पनि नपुगी बुवा आमासँग फोनमा कुरा गर्दा गर्दै हराउँछिन्। जब अवस्था अझ बिग्रिन्छ, कथामा प्रवेश गर्छन् आइरिनका बुबा जोजु जर्ज अर्थात् स्यामुएल। उसले आइरिनका साथीहरूसँग खोजबिन गर्छन् अनि सीआई एन्टोनीमा पुग्छन्, तर आइरिन भेटिँदैन। केही दिन पश्चात हात र जिब्रो काटिएको विभत्स अवस्थामा आइरिनको बडी भेटिन्छ, तर कसले र किन गर्यो भन्ने प्रमाण नभेटिए पनि यसमा एन्टोनीलाई शङ्का गर्न थालिन्छ। यही घटनाको अनुसन्धानको एक अर्को अफिसर नियुक्त हुन्छन्। आइरिनका बुबा स्यामुएल सामान्य बुबा हुँदैनन्। उनी शान्त तर खतरनाक एक ब्रिलियन्ट ह्याकर हुन्छन्। उनी हात उठाएर लड्ने मान्छे नभई दिमागले खेल्ने मान्छे हुन्छन्, र यहीँबाट कथा पूर्ण रूपमा बदलिन्छ। यहाँ माइन्ड गेम्स सुरु हुन्छ। स्यामुएलले एन्टोनीसँग सिधा भिरन्द गर्दैनन्, तर एन्टोनीको पर्सनल लाइफमा इन्टरफियर गर्न थाल्छन्। उसको पास्ट सिक्रेट्स र कर्तुतहरू बाहिर ल्याउन थाल्छन्। एन्टोनी जो अरूलाई कन्ट्रोल गर्थ्यो, अब आफै कन्ट्रोल गुमाउन थाल्छ। उसको लाइफ बिस्तारै केओसमा बदलिन थाल्छ। ट्विस्ट एन्ड टर्न्सले फिल्म धेरै नै ग्रिपिङ छ। प्रत्येक केही समयपछि नयाँ ट्विस्ट आउँछ। तपाईँले जे सोच्नुहुन्छ त्यो गलत साबित हुन्छ। साना साना डायलग्सले पछि गएर ठूलो अर्थ दिन्छन्। स्यामुएल एन्टोनीलाई लेसन सिकाउन चाहन्छन्, तर यो फाइट फिजिकल नभई प्योर साइकोलोजिकल वार हुन्छ। एन्टोनीको ट्रान्सफर्मेसन प्रेसर बढ्दै जाँदा स्यामुएल पुलिस स्टेसनमा सरेन्डर गर्न आएपछि स्यामुएलले एन्टोनीका पहिलेका नराम्रा कामहरू क्रमशः खोलिँदै जान्छ, जुन न्युजमा समेत देखिँदै जान्छ। स्यामुएलले उनको बिग्रिएको छोरालाई एक बाकसमा बन्द गरी फोनमा ब्याट्री कम राखिदिएर एन्टोनीसँग निरन्तर कुरा गर्न लगाएर उसलाई साइकोलोजिकली प्रेसराइज गर्न थाल्छन्। जति एन्टोनीले ढिला गर्यो, त्यति नै उनका छोरा बन्द बाकसभित्र अक्सिजनको कमीले डेथ हुने सम्भावना हुन्छ। स्यामुएल पुलिस स्टेसनमा नै पोइजन खाएर मर्छन्, तर एन्टोनीले छोरालाई बचाउन दिएको एक एक हिन्ट्सहरू जोड्दै जाँदा एन्टोनीले पहिले पैसा र पावरको लागि गरेका नराम्रा कामहरू एक एक गरी खोलिँदै जान्छन्, जुन एकदमै इन्ट्रेस्टिङ छ। स्यामुएलले दिएको हिन्ट्स पछ्याउँदै जाँदा केही अल्मलिएपछि उनको श्रीमतीले पनि हिन्ट्स दिन्छन्, तर उसै गरी उनी पनि पोइजन लिएर आफ्नै घरमा मर्छिन्। अनि एन्टोनी आफ्नो छोरा बचाउनका लागि भौतारिन्छन्, हताश हुन्छन् अनि सानो सानो हिन्ट्सलाई जोड्दै जोड्दै अन्त्यमा आफ्नो छोरालाई बाकसमा बन्द गरिराखेको ठाउँमा पुग्छन्। उसले आफ्ना गल्तीहरू देख्न थाल्छ। उसले सम्झन्छ उसले कसरी पीडितलाई ब्लेम गर्यो, कसरी आफ्नो पावर मिसयुज गर्यो। आफ्नो श्रीमतीले भनेका कुराहरू सम्झन्छन्। फिल्मको एन्डिङ क्लियर नदेखाए पनि तपाईँले यसलाई सहजै बुझ्न सक्नुहुन्छ।
अन्त्यमा एन्टोनीले आफूलाई डिपार्टमेन्टसँग सरेन्डर गरेसँग फिल्म समाप्त हुन्छ।